सम्पूर्ण साथीहरूमा नमस्कार। म विवेचन घिमिरे। आज म तपाईँहरूमाझ शाखा अधिकृत चतुर्थ पत्रको पहिलो खण्ड 1.6 अन्तर्गत रहेको व्यवस्थापन परीक्षण विषयमा छलफल गर्न उपस्थित भएको छु। अब हामी जाउँ व्यवस्थापन परीक्षण के हो, वास्तवमा व्हाट इज म्यानेजमेन्ट अडिट। हामीले सामान्य रूपमा बुझेको नि व्यवस्थापन भनेको लुथर गोलिगले भने चाहिँ पोस्ट कट POSTCORB प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, डिरेक्टिङ लगायतका विषयहरू हाम्रो केमा पर्छ? व्यवस्थापनमा पर्छ। व्यवस्थापन परीक्षण भनेको यसरी भएका ती जुन टुलहरू छन् ती टुलहरूले राम्ररी काम गरेछन् कि गरेनन्, त्यो एउटा सङ्गठन होला, पक्कै पनि यी टुलहरू एउटा सङ्गठनभित्र छन्, त्यो सङ्गठनले राम्ररी गरेको छ कि छैन, के कसरी गरेको छ भनेर गरिने परीक्षण चाहिँ वास्तवमा के हो? व्यवस्थापन परीक्षण हो। अब हामी यसको व्यवस्थापन परीक्षणको परिचयतर्फ लागौँ। यहाँ परिचयमा मैले एउटा डिफिनेसन राखेको छु। कार्यालयको उद्देश्य प्राप्तिका लागि निर्माण गरिएका नीति, योजना, सङ्गठन, कर्मचारी, कार्यप्रणाली, निर्णय प्रक्रिया, नियन्त्रण प्रणालीको प्रभावकारिता तथा कार्यदक्षताको लेखाजोखा गर्ने प्रणाली नै के हो? व्यवस्थापन परीक्षण हो। भनेपछि कुनै पनि कार्यालयको उद्देश्य प्राप्तिका लागि निर्माण गरिएका नीति, योजना, कार्यक्रम, सङ्गठन, कार्यप्रणाली, निर्णय प्रक्रिया र निर्णय प्रणालीको चाहिँ प्रभावकारी तथा कार्यदक्षपूर्ण रूपमा गरिएको छ कि छैन भनेर लेखा गर्ने प्रणाली के हो? व्यवस्थापन परीक्षण हो। कुनै पनि सङ्गठनको व्यवस्थापकीय कुशलताको मूल्याङ्कन के हो? व्यवस्थापन परीक्षण हो। यसले चाहिँ के गर्छ? सङ्गठनको व्यवस्थापकीय कुशलताको मूल्याङ्कन गर्ने कार्य गर्दछ। व्यवस्थापन परीक्षण सङ्गठनको नेतृत्वको कार्यकुशलताको स्वतन्त्र मूल्याङ्कन गरिन्छ। सङ्गठनको नेतृत्वको कार्यकुशलता कस्तो कार्यकुशलता छ त त्यसको स्वतन्त्र रूपमा मूल्याङ्कन पनि यसमा गरिन्छ। यसमा व्यवस्थापन त्रुटिहरू सच्याउने गरिन्छ। व्यवस्थापनमा रहेका त्रुटिहरू जसले हाम्रा उद्देश्य अनुरूप कार्य गर्न दिएका हुँदैनन् त्यसलाई सच्याउने कार्य पनि यो मार्फत गरिन्छ। परीक्षणबाट सङ्गठनको कार्य सम्पादन कसरी भइरहेको छ अग्रिम रूपमा जानकारी हुन्छ र सच्याउने अवसर के हुन्छ? प्राप्त हुन्छ। त्यस्तै व्यवस्थापन परीक्षण सम्बन्धमा एउटा व्यवस्थापन परीक्षण निर्देशिका 2067 सालमा जारी भएको छ, जस अनुसार चाहिँ व्यवस्थापन परीक्षण भन्नाले नेपाल सरकारका विभिन्न निकायहरूमा कार्यरत निजामती कर्मचारीले, यहाँ बुझ्नुपर्ने छ, नेपाल सरकारका विभिन्न निकायहरूमा कार्यरत निजामती कर्मचारीले प्रचलित कानुन तथा प्रशासनिक नियम र कार्यविधिहरू पालना गरे नगरेको सम्बन्धमा सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गरी निर्देशन दिने कार्यलाई समेत के भनिन्छ? व्यवस्थापन भनिन्छ। भनेपछि व्यवस्थापन परीक्षण भनेको के रहेछ भन्दाखेरि वास्तवमा परीक्षण भन्ने बित्तिकै एउटा हामीले सामान्य माइन्ड मेकअप के बनाए हुन्छ भन्दाखेरि कसरी काम गरेछ, के कसो भयो भनेर त्यसको अनुगमन गर्ने, मूल्याङ्कन गर्ने, सुपरिवेक्षण गर्ने, नभए यसरी गर भनेर निर्देशन दिनसम्मका विषयहरू यसमा पर्छन्। अब यो व्यवस्थापन परीक्षण निर्देशिकाले के भन्यो? नेपाल सरकारका विभिन्न निकायमा कार्यरत निजामती कर्मचारीले प्रचलित कानुन तथा प्रशासनिक नियम र कार्यविधि पालना गरे नगरेको सम्बन्धमा के गर्ने? सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गरी निर्देशन दिने कार्य समेतलाई के भनिन्छ? व्यवस्थापन परीक्षण भनिन्छ। व्यवस्थापन परीक्षण भनेको मूलतः के हो? कार्यविधिको पालना भएको छ कि छैन, निर्णय हृतपूर्वक भएको छ कि छैन, तथा प्रचलित ऐनको पालना भएको छ वा छैन, साथै स्रोत साधनको परिचालन के कसरी भएको छ भन्ने विषयमा गरिने परीक्षण हो। यसको ऐतिहासिक पृष्ठभूमिलाई निहाल्दाखेरि अमेरिकी नागरिक ज्याक्सन मार्टिनेनले द साइन्टिफिक अप्राइजल म्यानेजमेन्ट नामक पुस्तकबाट यसको अवधारणा सन् 1962मा ल्याएको पाइन्छ। 1962मा ज्याक्सन मार्टिनेन जुन अमेरिकी नागरिक छन् उनले चाहिँ यसको अवधारणा ल्याएको पाइन्छ। यसलाई सारांशमा भन्नुपर्दा सुशासन कायम गर्न हामीले जे जति काम, जे जति हामीले यो
चौथो पत्र होस्, दोस्रो पत्र हो, तेस्रो पत्र हो, हामीले सार्वजनिक सेवा प्रवाहका लागि गरिने हो। सार्वजनिक सेवा प्रवाह गर्दा सुशासन मैत्री ढङ्गले प्रवाह गर्नुपर्छ र सुशासन त्यही कारणले गर्दा हरेक चिजमा पनि लेख्न मिल्छ हो। सुशासन कायम गर्न निश्चित मापदण्डको आधारमा नागरिकद्वारा अपनाइएका व्यवस्थापकीय क्रियाकलापहरूको उद्देश्यमूलक र रचनात्मक परीक्षण नै वास्तवमा के हो? व्यवस्थापन परीक्षण हो। भन्नाले सुशासन कायम गर्न निश्चित मापदण्ड तोकेको हुन्छ, त्यसको आधारमा नागरिकद्वारा अपनाइएका व्यवस्थापकीय क्रियाकलापहरूको उद्देश्यमूलक र रचनात्मक परीक्षण नै के हो? व्यवस्थापन परीक्षण हो। अब हामी जाउँ व्यवस्थापन परीक्षणको अवधारणातिर। अब अवधारणामा त्यहाँ अलिकति माथि पनि कुरा आइसकेको छ। 1962मा ज्याक्सन मार्टिनले द साइन्टिफिक एप्राइजल म्यानेजमेन्ट पुस्तक मार्फत चाहिँ यसको अगाडि सारे। अब जुन अगाडि सारे यो चाहिँ अब अमेरिकाबाट आए। द साइन्टिफिक एप्राइजल म्यानेजमेन्ट नामक पुस्तकबाट अमेरिकाबाट आयो भने चाहिँ पक्कै यो कहाँ सुरुमा कहाँ लागु भयो? अमेरिकाबाट चाहिँ अमेरिका हुनु परेन। सुरुमा यो अवधारणा कहाँ हो? अमेरिकाका निजी कम्पनीहरूमा प्रयोग भयो। त्यसपछि के भयो? त्यसको चाहिँ सफलतासँग के हुन थाल्यो? सार्वजनिक व्यवस्थापनमा पनि यसले प्रवेश पायो। अनि निजामती सेवा ऐन 2049को पहिलो संशोधन जुन 2055 छ, त्यसमा चाहिँ कानुन त नेपालमा पनि व्यवस्थापन परीक्षणलाई अवलम्बन गरियो। हाल व्यवस्थापन परीक्षणका मुख्य जिम्मेवार चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बनाएको छ भने व्यवस्थापन परीक्षण निर्देशिका 2079 कार्यान्वयनमा रहेको छ। अब यसको अवधारणा भन्यो भने 5-6वटा कुरा सम्झिए हुन्छ। 5-6वटा नि परेन, सजिलैसँग सम्झिन सकिन्छ। 1962मा के ज्याक्सन मार्टिनले द साइन्टिफिक एप्राइजल म्यानेजमेन्ट नामक एउटा पुस्तकमा चाहिँ के व्यवस्थापन परीक्षणको अवधारणा अगाडि सारे। त्यो सारिसकेपछि सुरुमा अमेरिकी निजी कम्पनीहरू, त्यसपछि सार्वजनिक व्यवस्थापनमा प्रवेश गर्यो। अनि निजामती सेवा ऐन 2049, जसको चाहिँ पहिलो संशोधन 2025मा चाहिँ के भयो? कानुन त नेपालमा व्यवस्थापन परीक्षणलाई अवलम्बन गरियो। हाल चाहिँ व्यवस्थापन परीक्षणको मुख्य जिम्मेवार निकायको रूपमा चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राखेको छ भने व्यवस्थापन परीक्षण निर्देशिका 2079 पनि जारी गरिएको छ भनेर लेख्दा भयो। अब यसको उद्देश्य के हुन्छ त नि? जेसुकैको उद्देश्य नि के हो? राम्रो बनाउने होइन हो। त्यही राम्रो बनाउनु। राम्रो बनाउनु के गर्नुपर्छ? उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग भयो कि भएन, त्यसको निर्क्युल गर्नु पर्यो। सङ्गठनको नीति योजना कार्यक्रम कार्यप्रक्रिया उद्देश्य हासिल गर्न पर्याप्त भए नभएको कुराहरू हेर्ने यसको उद्देश्य हुन्छ। सङ्गठनको संरचना र नियन्त्रण प्रणालीको प्रभावकारिता अध्ययन गर्ने पनि यसको के हो? उद्देश्य हो। कार्य सम्पादनमा देखिएका कमजोरीहरू पहिचान गरी सुधारका लागि राय सुझाव दिनु पनि यसको एउटा उद्देश्य हो। दिन पर्यो नि त व्यवस्थापन परीक्षण गरिसकेपछि। उपलब्ध अधिकार बजेट र मानव संसाधनको सङ्गठनको लक्ष्य हासिल हुने गरी प्रयोग भयो भएन पत्ता लगाउने पनि के हो? यसको उद्देश्य हो। सङ्गठनका बाधा व्यवधानहरूको समेत अनुसन्धान गरी सङ्गठनलाई लक्ष्य उन्मुख र परिणाम उन्मुख बनाउने पनि यसको अर्को मुख्य कार्य हो। अब यसका फाइदातिर जाउँ। यसको फाइदा के होला त नि? कार्य सम्पादनको दौरानमा भए गरेका त्रुटिहरूले पत्ता लगाइदिन्छ र समयमै सच्याउन के गर्छ? मद्दत पुग्छ। सार्वजनिक सेवा प्रवाह के हुन्छ? प्रभावकारी हुन्छ। राम्रो त हुनु पर्यो नि। तटस्थ प्रशासनको विकास हुन्छ, विधिको शासन कायम हुन्छ, स्रोतको हिनामिना हुन रोक्छ, अधिकारको प्रयोगलाई प्रभावकारी बनाउँछ, भ्रष्टाचार नियन्त्रण हुन्छ, कर्मचारीको जिम्मेवारी निभाउन सक्रिय बनाउँछ, एउटा सङ्गठनलाई कार्यविधिमा प्रभावकारी बनाउँछ, कर्मचारीको मनोबल र उत्प्रेरणा बढाउने काम गर्छ यसले, कर्मचारीमा काम पन्छाउने प्रवृत्तिलाई के गर्छ? हतोत्साहित गर्छ, गलत निर्णय र अनुचित व्यवहार रोक्ने तथा कर्मचारीको क्षमताको सदुपयोग हुने वातावरण सिर्जना गर्छ। यसबाट योजना र कार्यक्रम कार्यान्वयनमा त्रुटि पहिल्यै कार्यान्वयनलाई सही दिशामा लैजान पनि के गर्छ? मद्दत गर्छ। अब यसका क्षेत्र के हुन्छन्? यसले के क्षेत्र ओगटेको हुन्छ त नि भन्दाखेरि त्यही सङ्गठनभित्रका सबै तत्त्वहरू, जुन उहरू छन्, तत्त्वहरू छन्, जे सङ्गठनभित्र छन्, ती सबै यसका के हुन्? क्षेत्र हुन्। सङ्गठनले कति क्षेत्र, कति भाग ओगटेको छ, त्यो चाहिँ यसको के हो? क्षेत्र हो। भाग ओगटेको छ भन्नाले यसको जग्गाले भाग ओगटेको होइन, यसमा भएका इलिमेन्टहरू जे छन् त्यो नै यसको के हो? क्षेत्र हो। जस्तो सङ्गठनमा भइसकेपछि एउटा सङ्गठनको नीति हुन्छ, सङ्गठनात्मक व्यवहार हुन्छ, ती चाहिँ के हुन्? यसको एउटा क्षेत्र हो। एउटा संरचना छ सङ्गठनको, त्यो पनि यसको के एउटा क्षेत्र हो। सङ्गठनमा भइसकेपछि कार्य जे पाए त्यही तरिकाले गर्न पाइन्छ? पाइँदैन। यसको पनि एउटा के छ? तरिका छ, कार्य प्रक्रिया छ, कार्यालय विन्यास छ, त्यो पनि के हो? यसको क्षेत्र हो। जनशक्ति हुन्छ त्यहाँ, त्यो जनशक्तिको व्यवस्थापन पनि के हो? यसको क्षेत्र हो। अनि कार्यालयमा के हुन्छ? यसो सम्झिनुहोस् त, एउटा एकाउन्ट शाखा नि हुन्छ। त्यो एकाउन्ट शाखा भनेको के? आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन सम्बन्धी विषयहरू, आर्थिक प्रशासन हेर्ने एउटा यसको क्षेत्र हो। अर्को जिन्सी व्यवस्थापन पनि यसको एउटा क्षेत्र हो।
प्रत्येक कार्यालयमा जिन्सी सामान त चाहिन्छ होला। सेवा प्रवाहको अवस्था के छ, यो पनि यसको के हो, क्षेत्र हो। भने सुशासनको अवस्था र सूचना प्रविधिको प्रयोग के कति गरिएको छ, यी कुराहरू पनि यसका क्षेत्रभित्र हेर्न सकिन्छ। अब हामी जान्छौँ व्यवस्थापन परीक्षणका चरणहरू। अब कसरी गरिन्छ व्यवस्थापन परीक्षण, विधि छुट्टै छ। यसका चरणहरू के छ भन्दा सुरुमा त योजना निर्माण गर्नु पर्यो। योजनै नभइकन हामीले व्यवस्थापन परीक्षण गरिन्छ, गरिन्न। कुन क्षेत्रमा व्यवस्थापन परीक्षण गर्ने, जस्तो कर्मचारीको क्षेत्रमा गर्ने हो कि नीति नियमको क्षेत्रमा गर्ने हो कि संरचनाको क्षेत्रमा गर्ने हो कि सुशासनको क्षेत्रमा गर्ने हो कि ती कुराहरू कुन हो, त्यसको पहिला कार्यक्षेत्र र योजना के गर्नुपर्छ, निर्माण गर्नुपर्छ। निर्माण गरिसकेपछि ल है हामी यसमा गर्दैछौँ भनेर सम्बन्धित निकायले के गर्ने, पूर्व जानकारी दिने। पहिला कुन क्षेत्रमा गरिन्छ त्यसको योजना निर्माण गर्ने, त्यस पछाडि सम्बन्धित निकायले के दिने, पूर्व जानकारी दिने। त्यसपछि परीक्षण पूर्व छलफल गर्ने। पहिला परीक्षण गर्नभन्दा अगाडि एउटा सामान्य मोटामोटी छलफल गर्नुपर्छ। कसरी जाने, के छन्, के सम्बन्धी विषय हो, अलिकति बुझ्नु त पर्यो। हो, त्यसको लागि छलफल गर्ने। त्यसपछि परीक्षणका विधिहरू छनौट गर्ने। अब विधि भनेको कुनै अवलोकन गरेर हुन्छ, कुनै निरीक्षण छलफल गर्ने, अनि त्यसपछि भेटघाट गर्ने, अन्तर्वार्ता लिने, लिखित रूपमा चाहिँ क्वेसनहरू तयार गरेर गर्ने लगायतका विधिहरू हुन्छन्। ती विधि छनौट गर्ने। अनि आवश्यकता अनुसार पूर्ण रूपमा गर्ने कि आंशिक रूपमा गर्ने त नि, त्यो पनि आफूले छनौट गर्ने। के को आधारमा, परीक्षण पूर्व गरिएका छलफल, त्यो विषयवस्तुको ज्ञान लगायतका विषयहरूको आधारमा चाहिँ के गर्ने, आंशिक वा पूर्ण गर्ने, आफूले निश्चित गर्ने। परीक्षण पश्चात व्यवस्थापनसँग पुनः छलफल गर्ने। जसरी महालेखा परीक्षकले लेखा परीक्षण गर्दा पहिला परीक्षण पूर्व इन्ट्री मिटिङ बस्छ र परीक्षण सकिएपछि एक्जिट बैठक बस्छ, त्यस्तै यसमा पनि के गर्ने, पहिला इन्ट्री बैठक बस्यो अनि पछि चाहिँ परीक्षण पश्चात व्यवस्थापनसँग पुनः छलफल गर्नलाई एक्जिट बैठक बस्यो। सम्बन्धित निकायमा प्रतिवेदन पेश गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने तथा अनियमितता र कैफियत उप कारबाहीका लागि निर्देशन दिने यसका चाहिँ चरण अन्तर्गत पर्दछन्। अब व्यवस्थापन परीक्षणका विधिहरू के हुन्छन्, अहिले मैले भनिसकेको लगभग। के भने अवलोकन गर्ने, निरीक्षण गर्ने, छलफल, भेटघाट, अन्तर्वार्ता, अनि त्यसपछि कागजातहरूको चाहिँ अध्ययन, अनि क्वेसनहरू तयार, अनि लिखित जवाब, विगतका प्रतिवेदनको अध्ययन, पुनरावलोकन, यस्तै यस्तै विषयहरू के हुन्छन्, व्यवस्थापन परीक्षणका विधि अन्तर्गत पर्दछन्। अब यसको प्रक्रिया के हो भन्दाखेरि उद्देश्यहरूको पहिचान, तथ्य र अवस्थाको विश्लेषण, समस्या र अवसरको पहिचान र प्रतिवेदन तयारी चाहिँ यसको प्रक्रिया हो। भने व्यवस्थापन परीक्षण गर्दा केही मुख्य विषयहरूमा ध्यान दिनुपर्ने हुन्छ। ती के हुन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। अब सङ्गठनको उद्देश्य, नीति, कार्यक्रम, कार्ययोजना, त्यसमा ध्यान दिनु पर्यो। सङ्गठनको उद्देश्य के हो, नीति, कार्यक्रम, कार्ययोजना, यसले के प्रकृतिका कार्यक्रम र कार्ययोजना गर्छ, त्यसको बारेमा ध्यान दिनुपर्छ। सङ्गठनसँग सम्बन्धित ऐन, नियम र निर्णयहरूको परिपालना भएको छ वा छैन, त्यो विषयमा पनि ध्यान दिनुपर्छ। अनि उपलब्ध स्रोत साधनको उपयोग कतिको गरेको छ त नि, त्यसको अवस्थाको बारेमा पनि परीक्षण गर्नुपर्ने हुन्छ। त्यस्तै कार्य सम्पादनको प्रक्रिया र स्थिति, कार्य सम्पादनको प्रक्रिया कस्तो छ, यो कसरी गरेको छ, त्यो विषयमा पनि ध्यान दिनु पर्यो। सेवा सुविधा वितरणको अवस्था कस्तो छ, कर्मचारी प्रशासनसँग सम्बन्धित विविध पक्षहरू हुन सके, सङ्गठनका सवाल र कमजोरी पक्षहरू पनि हुन सके, यी विषयहरूमा के गर्नुपर्छ, ध्यान दिनुपर्छ। अब व्यवस्था के छ त नि, यो पनि जान्नै पर्ने विषय हो। अब यसमा चाहिँ नेपालमा त्यति धेरै व्यवस्थापन परीक्षण भनेर व्यवस्था त छैन। यो निजामती सेवा ऐन 2049को पहिलो संशोधन 2055ले चाहिँ व्यवस्थापन परीक्षणलाई एउटा कानुनी मान्यता दियो। अनि त्यस पछाडि भनेको 2067 सालमा एउटा व्यवस्थापन परीक्षण निर्देशिका आएको छ, जसले व्यवस्थापन परीक्षणमा चाहिँ को परिभाषा गरेको छ। त्यो चाहिँ एउटा व्यवस्थापन परीक्षण निर्देशिका आएको छ। यिनै दुईवटा चाहिँ मुख्यतया कानुनी विषयहरू हुन्। अब निजामती सेवा ऐनले सामान्य प्रशासन मन्त्रालयलाई एउटा कर्मचारी प्रशासनको केन्द्रीय निकायको रूपमा जिम्मेवार दिए। त्यो भएको कारणले गर्दा व्यवस्थापन परीक्षणको कार्य पनि मन्त्रालय नै गर्दै आएको छ र अहिले मन्त्रालयलाई नै जिम्मेवारी दिएको अवस्था छ। त्यस्तै मन्त्रालयले विभिन्न निकायको व्यवस्थापन परीक्षणका लागि नियमित वा आलो पालो सुपरिवेशन, अनुगमन तथा मूल्याङ्कन गरी निर्देशन दिने र विभागीय कारबाहीका लागि सिफारिस समेत गर्ने गरेको छ। नेपालमा संसदीय समितिहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रले पनि व्यवस्थापन परीक्षण नबनिए तापनि उस्तै प्रकृतिको काम गर्ने गरेका छन्। जस्तै संसदीय समितिहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रले पनि के व्यवस्थापन परीक्षण नबनिए पनि उस्तै प्रकृतिका कामहरू गरेको छ। अब यसको अवस्था र समस्या के छ, नेपालमा व्यवस्थापन परीक्षणको समस्या।
व्यवस्थापन परीक्षणका लागि बनाइएका संयन्त्रले नै प्रभावकारी रूपमा परीक्षण गर्न सकेका छैन। परीक्षण बुझेका परीक्षकको कमी छ। एउटा संयन्त्र जुन छ व्यवस्थापन परीक्षण गर्ने, तिनीहरूले प्रभावकारी रूपमा परीक्षण गर्न सकेकै छैन र परीक्षण के हो भनेर बुझेका परीक्षककै कमी छ। परिणामभन्दा प्रक्रियामा जोड दिने परिपाटी बढी छ। हामी परिणाम हेरिन्न, प्रक्रिया हेरिन्छ, त्यसमा जोड दिने परिपाटी बढी छ। परीक्षण विधि सहयोगात्मक र सहजीकरणभन्दा नियन्त्रणमुखी छ। परीक्षणका आधार र प्रक्रिया के छैनन्? स्पष्ट छैनन्। परीक्षण गर्ने भनिए तापनि माथिल्लो तह वा निकायबाट प्राथमिकता पर्याप्त बजेट र समय नदिने प्रवृत्ति छ। परीक्षण गर्ने भने तर माथिल्लो तह निकायबाट प्राथमिकता नदिने, पर्याप्त बजेट नदिने र समय पनि नदिने प्रवृत्ति के छ? हाबी छ। यी चाहिँ व्यवस्थापन परीक्षणमा रहेका समस्याहरू हुन्। अब हामी यसको अन्तिम उसमा जाँदैछौँ। यसमा चाहिँ प्रभावकारी बनाउने उपाय के छ त नि? अब नेपालमा व्यवस्थापन परीक्षणलाई प्रभावकारी गराउने उपायहरू के छ? व्यवस्थापन परीक्षणको लागि सङ्गठनको र सङ्गठनमा काम गर्ने कर्मचारीको जिम्मेवारी स्पष्ट हुनु पर्यो। व्यवस्थापन परीक्षणको लागि कसको? सङ्गठनको र सङ्गठनमा काम गर्ने कर्मचारीको जिम्मेवारी के हुनुपर्छ? स्पष्ट हुनुपर्छ। व्यवस्थापन परीक्षणलाई प्रक्रियाको रूपमा नभई परिणामको लेखाजोखा गर्ने संयन्त्र बनाउने र नियन्त्रणमुखी भन्दा सहजकर्ता र सुधारोन्मुख बनाउन नीतिगत सुधार गर्नुपर्ने देखिएको छ। व्यवस्थापन परीक्षणलाई के प्रक्रियाको नभई परिणामको लेखाजोखा गर्ने संयन्त्र बनाउनु पर्यो। हाम्रो यहाँ प्रक्रियालाई मात्रै हेरिन्छ र नियन्त्रणमुखी भन्दा सहजकर्ता र सुधारोन्मुख बनाउन नीतिगत सुधार गर्नु पर्यो। परीक्षण विधि पारदर्शी एवं परीक्षणलाई सहभागितामूलक बनाउने। परीक्षण विधिलाई के गर्ने? पारदर्शी एवं परीक्षणलाई के गर्ने? सहभागितामूलक बनाउनु पर्यो। परीक्षणको मापदण्ड लागू गर्ने। परीक्षण त गरिन्छ, त्यसको एउटा मापदण्ड त लागू गर्नु पर्यो। त्यो मापदण्ड लागू गरेर यो विषयमा परीक्षण गर्ने भने एउटा मापदण्ड तयार गरेर लागू गर्नु पर्यो। परीक्षणलाई यथार्थवादी, विचलन, तुरुन्त देखाउन सक्ने, सशक्त तथा परीक्षण अग्रसोचोन्मुख, आशावादी, उद्देश्यमूलक र मितव्ययी बनाउने। परीक्षण सुधारमुख र उत्प्रेरणामुख मुखी बनाउने। व्यवस्थापनले सम्पादन गरेका क्रियाकलापको सान्दर्भिकता, जवाबदेहिता, कार्यकुशलता, मितव्ययिता र प्रभावकारिताको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने विषयहरू पनि हाम्रो यस अन्तर्गत पर्दछन्। र व्यवस्थापन परीक्षणको विषयमा आज मैले यति मात्र छलफल गरेँ। सायद तपाईँहरूलाई पनि आजको क्लास राम्रै लाग्छ होला। धन्यवाद। नमस्कार।